आज चाहिँ मकैबारीमा कोदो रोप्ने रे गाइस। आज चाहिँ हाम्रो कोदो रोप्ने खेतला दुईजना चाहिँ उखाल्दैछन् यहाँ। अम्म ओइ सारो रिम्सो बात मार भौसे भौसे बात दिने हो कोदो बिउ भालेर रोपाइ कि पछि रोपाइ फेन्टा गो गो मेसी मेसी घरबाट दाजुले नि रोप्दै हुनुहुन्छ यहाँ मकै थिए अकल फेरि दिनिन्छ दाजु पनि रोप्दैछ ओरेको दाजु पनि रोप्दैछ बोकेर बाजा पनि रोप्दैछ पानी परेर यहाँ चाहिँ भर्खरै रोप्दैछ नि टोलेहरू। यहाँ चाहिँ टोलेहरू हात खुट्टा धुँदैछ नि। हाम्रो शेरदाईको घर शेरदाईको कुकुर खरायो करानी है बाख्रा यो चाहिँ घर यो चाहिँ हाम्रो नेचुरल भित्र कुकमेन हाम्रो दाइ है। सुकल ओको आँकल आँकल धेर म धुम्मे बराबरमा जोरिन बात मालम रे छि खाजा खाएको विश्राम पछि देखो गाइस हाम्रो दाइको भटो मास ओ माइला यो भयो आरु खोइ कहाँ रहेछ विकासे आरु यो आरु रहेन यो लोकल रे यो चाहिँ विकासे त रहेनछ आरु ओ माइला घर त्यहाँ हेर्नु है गाइस यो तरकारी हाम्रो दाइको भुइ यो भिन्डी देखो गाइस भिन्डी ककरा 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 ककराको बोट ऊ चिचिला नि लागेछ ऊ टाटे पेरो काँक्राको बोट हाम्रो दाइको विकासे आएर यहाँनिर रहेछ तर टिन्डा मात्रै रहेछ क्या गाइस देखो यो टिन्डा चाहिँ मैले रिप्थाइसकेँ है अब ओहो पातला पातलाको काममा दाइको सब उडाइदिएको दुलुम्चिसकेछ है अरू यहाँ हेर दाजु तक्रा मेहनती गाइस। अब हामी मेले निस्केको कम्ती भुडी यहाँ दाइको खोर्सानी देखाउँ भनेको यार खोर्सानी देखो गाइस क्या मजाको भएको रहेछ यो दाइको खोर्सानी उता नि बैगन अघि देखिसकेँ जिरीमा पानी पर्यो छता ओह्रो पानी पर्यो गाइस हो पानी परेको हेर गाइस त्यही नि मकैबारीको लागि पाखा बारीमा भएको भए नि हुन्थ्यो है बडा कति लामो हौ कता हो यसको फेदटुपा फेरि यसको फेदटुपै भेटिन म के हो यो ब्ल्याङ खाजापछिको चिसो पहेलो छ नि क्या हाम्रो मैले त
जोस राम्रो देख्दो रहेछ पारेको बिउची देखो गाइस वो कितना अच्छा दिखता है यार दामी देख्दो रहेछ नि त खै यिनीहरूले के सुपर क्यालेक्स फ्लेक्स भन्छ के क्यालेक्स फ्लेक्स भन्छ फाइनल सकिन लाग्यो देब्रे हात पो कोदो स्टार्ट कोदो सुरु भयो मतिन दिनको 4 सेरे 5 सेरे कोदो रोप्ने मान्छे नपाउने भयो सुन्नु भयो इन्सिल पो छ है बजु हेर्ने रेटमा मात्र त्यहाँ बजु कोदो देख्न पुत्लिन च्यारी सेरा शिल्प छका कुनु मामा मेरो सकिन लाग्यो गाइस यो चाहिँ फाइनल चिसो खुवाई यो चाहिँ पा यति पाखाबारी चाहिँ कोदोबारी मकैबारी मेलो सक्यो हामी घर चलेको बाई बाई यति टुक्रा चाहिँ तपाईँहरूले रोप्नु है टोली हो बोल्दैनन् यार उयो देखाइरहेको छु त ओ काका देखाएको छु त नि धान रोपौँ होइन कोदो रोपौँ टोलीहरू टन्नै छन् अब हामी चाहिँ घर चल्यो बाई बाई भनिदिए के को मासु भैँसीको त होइन होला हौ भाले रोपाई खतरा रोप्छ नि हाम्रो गाउँको सोभिँदै जान्छ फिटी पिपला हालेको नि ल फिटी ल है ल सबैलाई मियो